नमस्ते, यतिखेर चाहिँ हामी ललितपुरमा छौँ। आज चाहिँ हाम्रो यहाँनिर हेल्थ क्याम्प थियो। हजुरलाई यो बारेमा कसरी थाहा भयो? यो पहिला पनि एकचोटि यहाँ मेट्रो क्याम्प लागेको थियो। त्यसमा पनि हामीले सर्भिसहरू पाएको थियो, राम्रो लाग्यो, ल्याबहरूको टेस्टहरू राम्रो लाग्यो। अहिले फेरि लगाउनु भएको छ हामीहरूलाई। यस्तो क्याम्पहरू 3 महिना 4 महिना 6 महिना बिराएर लगाउँदै आयो भने हामीलाई एउटा सहयोगको रूपमा पनि पाइन्छ। अनि घरमै आएर हाम्रो वेस्टार रेसिडेन्समै आएर हजुरहरूले सर्भिस दिनुभएको त्यो साह्रै हाम्रो खुसीको कुरा हो। हजुरलाई चाहिँ के समस्या थियो अनि यहाँ के गर्नुभयो? तपाईँले के जचाउनु भयो? म हुन त मुटुको रोगी हो, तर हामीलाई यहाँ आईको जुन आँखाको लागि उपचार यो पालि पाएको छ त्यसमा पनि हामीलाई सन्तुष्टि छ। फेरि लेबहरूको लागि टेस्टको लागि हामीले एउटै ठाउँमा सबै टेस्ट गर्न पायो, त्यसको लागि पनि हामी सन्तुष्ट छौँ। हजुरले चस्मा बनाउनु भयो? मैले चस्मा पनि बनाएको छु। चस्मा आँखामा चाहिँ समस्या थियो हजुरको? आँखामा मेरो नजिकको लागि समस्या थियो भनेर यहाँ तुरन्त रेडिमेड पनि चस्मा पाएको छु मैले। अनि एउटा मलाई चेन्जेबल चस्माको लागि पनि अफर गर्नुभएको छ, त्यहाँ म बिस्तारै बनाउँला। हजुरले चाहिँ चस्मा चाहिँ भिजन कार्डबाट बनाउनु भएको छ है? हजुर। कस्तो लाग्यो यसको सुविधा? राम्रो लागेको, राम्रो लागेको। हस्, धन्यवाद।